भाइहरूसँग सबैसँग भेटघाट भएको छ। कोही उता आगो ताप्दै हुनुहुन्छ, हाम्रो दाजुहरू चाहिँ यता मासु काट्दै हुन्छ। हाम्रो शिव दाई हामीले चाहिँ 3 किलोको भाले चाहिँ आज डरो ल्याएर बल्ल बल्ल भेट भएको उपलक्ष्यमा खसी खाने कुरो थियो, तर खसी खानलाई चाहिँ अब राति भएर भएन। अब यो भालेले टार्ने हो। शिव दाई, यो मासु काट्दा कस्तो अनुभव भइरहेछ? चाटा बुतेको। अब पाहाडको ठाउँमा अब अर्जाप्ने ठाउँसम्म पनि छैन रहेछ। अब फेरि साधुको घरमा आएको छौँ। अब खासै मासु मांस पनि नखाने त्यस्तै छ। ए पाहाडको जिन्दगी यस्तो गाग्रो तपाईँहरूको पनि होला। यता चाहिँ आगो तपाईँ छ। बेग्लै जिन्दगी छ। हाम्रो कविराज थापा हुनुहुन्छ यता, उहाँ पनि घुम्दै फिर्दै यसो भेटघाट नयाँ ठाउँ। यता हाम्रो प्रकाश दाई हुनुहुन्छ। प्रकाश दाई अनि यता चाहिँ प्रकाश दाइले चाहिँ टाउको पोल्दै हुनुहुन्छ यहाँ ढक्कसँगले। यता हाम्रो माललाई। अब यहाँ अर्कोजना हुनुहुन्छ ठ्याक्कै सिङ्गापुरबाट आएको लाउरे। उहाँ लाउरे चाहिँ हाम्रो भ्लगमा म देखाउन चाहन्छु। यो चाहिँ हाम्रो पाहाड घर हो। निकै ठुलो छ, फराकिलो छ, कोठाहरू डङडङ छ। हाम्रो मामा हङकङबाट आएर अहिलेसम्म लगभग 30-35 वर्षको नागो भइसक्यो, तर केटी भेटे छैन। त्यही भएर साथी हो, पैसा मात्रै सबै ठुलो कुरो होइन। उमेरलाई पनि ख्याल गरौँ, घर परिवारलाई छिटो छिटो धेरै साथ दिउँ। बिहे भन्ने कुरो चाहिँ 20देखि 25को उमेरमा छिटो गरिहालौँ है। अब उहाँको जिन्दगीमा यत्तिकै ठाडै दिइरहनु भएको छ। हङकङबाट आउँदा अब प्लेनले माथि होला। अब यो चाहिँ हाम्रो घर। यो चाहिँ यस्तो यस्तो छ। अब